हेलो गाइस, आज हामी खेल्न जाँदैछौँ थिङ्स च्यालेन्ज। ल सोचमै ल सोचे मैले सोचे लिभिङ थिङ्स न लिभिङ थिङ्स नन लिभिङ थिङ्स तेरो त मेरो लिभिङ थिङ्स मान्छे हो कुनै मान्छे त होइन कि लिभिङ थिङ्स छ लिभिङ थिङ्स मलाई सुन्ने होला त अनि तपाईँको मान्छे हो नन लिभिङ थिङ्स मान्छे ए नन लिभिङ थिङ्स कुनै घरहरू हो होइन 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 लिभिङ थिङ्स होइन रुख हो कुनै होइन तपाईँको खाने कुरा हो होइन खाने कुरा त होइन 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 खाना हुँदैन तेरो लिभिङ थिङ्स है बाख्रा हो लिभिङ थिङ्स लिभिङ बाख्रा बाख्रा होइन ल तपाईँको लाउने चिज हो होइन के पनि होइन त नि के हो त के होइन बने चिज हो होइन मैले सोध्छु एक दुईवटा सोध्न पाइन्छ अनि कस्तो केही तेरो जनावरहरू हो ए तपाईँको त केही पनि छैन त अनि सुन लाउने चिज होइन है होइन खाने चिज होइन के भनेको चिज हो त के होस् कामकै चिज हो मैले देखाएको छु किन नदेख्नु कति देखायो कति देखायो बाह्र त भयो मैले सोधेँ कि त के अरे मैले युज गरेको के भन्दा ए देखाएको छैन भनेर युज गरेको कि देखाएको छैन मैले देखाएको छु त्यो चिज त्यो अब मैले चाहिँ देखाएको छैन रियलमा मोबाइल त्यो देखाएँ रियलमा चाहिँ तपाईँले देखाएको छ कि छैन मलाई थाहा छैन के हो त हाम्रो नेपालमा पाउँछ नि नेपालमा पाउला पाउँछ होला सुन्नु मैले देखाएको छु होइन मेरो घरमा छ तेरो घरमा त थाहा छैन यार हुनु सक्छ नहुनु सक्छ हाम्रो घरमा छैन हाम्रो घरमा छैन हाम्रो घरमा हुँदैन होला लगभग हुँदैन पनि धेरै कहिले काहीँ कोही मान्छेले त्यही त चाँदनी घरमा चाहिँ हो चाँदनी घर पनि छैन होला म सुन्नु पालो होइन कस्तो ठाउँमा त हिमालतिर बस्ने हो कि यस्तो लेकतिर बस्ने यस्तै कि लेकतिर हो हिमालतिर बस्ने लेक भनेर हिमाल भने एउटा होइन लेक भनेर होइन मैले भन्न खोजेको पानीमा बस्ने पानी जमिन यसले थाहा भइसक्यो पेङ्गुइन हो के हो पेङ्गुइन भनेखेरि पेङ्गुइन भने थाहा छैन क्यामेरामा आफ्नो भिजिटमा ए ऊ होइन तपाईँको हाम्रो गाउँको मान्छेहरू हाम्रो गाउँमा चाहिँ हो हाम्रो गाउँमा त छ्यापछ्याप्टी आमाले सोधेको के हो यार के आमाले सोधेको थियो नि तपाईँको आमा त्यो वाला होइन त्यसले कुनै काम गर्छ काम त गर्दैन त्यसले के नन लिभिङ आफै काम गर्छ त होइन के त्यसको कुनै प्रयोग त छ प्रयोग भएर त गाउँबाट छ्यापछ्याप्टी भयो भने प्रयोग त छ के बुझे होइन म सोध्छु है त होइन रे भाइ पानीमा पनि पानीभित्रै पनि बस्छ त्यो बस्छ गोही होइन माछा त यसो बाहिर बस्दैन भने प्याकु त मेरो बालो है तपाईँ ए देखाएन भनेको रियलमा कस्तो मैले केही अप्सनै पाइनँ कि कस्तो के सोचेँ त हाम्रो गाउँमा कसको घरमा चाहिँ हो जसको मलाई थाहा छैन कसको घरमा छन् चाहिँ छ त्यो के प्रयोग पर्छ श्यामका दाइको पसलमा छ ल भन्ने मैले पसलमा छ पसलमा पनि छ है त्यहाँ मात्र छैन त्यहाँ पनि छ ल अनि त्यसपछि म सोध्छु भन्दाखेरि त्यो कसो घिस्रिने जीव हो कि त्यसको हिँड्ने हो कि पानीमा पौडिन्छ माटोमा घिर्सिन्छ सर्प हो होइन गइ नै होइन ट्र्याक्टर होइन जनावरै हो नि होइन जनावर नै हो रे त देखाएको नि थाहा छैन मलाई त देखा होला नसक्छ मैले लेखेँ कस्तो ऊ यतातिर नि पाउँछ यहाँतिर पाउँदैन खोलातिर पाउँदैन होला पाउँदैन कस्तो त्यसलाई मान्छेले खान्छन् पनि छ्या खाँदैन भ्याएको त होइन तर देखाएन भ्याएको त देखाएको छु अनि मैले देखाएको नि रियलमा त अनि मेरो भाइ न कोदो छुट्ने मिसिन
कुनै मेसिन हो पसलभित्र होइन होइन मिस। विद्युतीय होइन होइन सञ्चार हो होइन 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 केही पनि होइन खाने चिज नै होइन पसलमा के हुन्छ त मैले चाहना गर्न हो र त्यो चाहिँ जे पनि युज हुन्छ त खाने चिजको लागि युज हुन्छ क्या खाने चिज मैले हिन्ट दिएँ एउटा मलाई पनि एउटा हिन्ट दिएँ अब हँ? एउटा हिन्ट मैले भने नि खाने चिजको लागि युज हुन्छ भनेर त्यो चाहिँ कसैले पाल्छ अनि त्यो चाहिँ धेरै जस्तो विदेशमा पाइन्छ विदेशी जनावर भनेर विदेशमा त्यो लिएर बेचिदिन्छन् अनि पानीमा फालिदिन्छन् क्या अनि के को लागि खानको लागि युज हुन्छ फ्रिज हो कछुवा हो हो के हो थाहा पाएँ अब मेरो गेस गर्ने हो नि त अझै के हो त म त केही हिँड्ने खाने चिजको लागि फ्रिज होइन म अर्को पनि एउटा हिन्ट दिउँ फ्रिज होइन है हिन्ट दिउँ दिनु हाम्रो वरिपरि नि छ हावा हाम्रो वरिपरि के हो भाइ रुख नन लिभिङ थिङ्समा कहाँबाट रुख आउँछ ए यार तिदो के छ स्याउकाजी पसला ढुङ्गा ढुङ्गा होइन होइन मैले त्यही भने ढुङ्गा नै फेरि लुज भएर उतामा ऊ त्यो आमा सेमको पसलमा खान्छ नन लिभिङ थिङ्स फेरि एकछिन पछि फेरि स्टार्ट हाम्रो वरिपरि हो छ भने म छ भन्दाखेरि मैले अघि भर्खर देखेर समाएर नै अनि मैले सम्झेको कि समाएर समाउनु सक्ने चिज हो कुनै जीव जन्तु हो भने कि पात पास र भनिदिनु ल पास हुँदैन नि प्लिज भनिदिनु मलाई थाहा भएन सिसाको बोतल कि रक्सीको बोतल उद्योग त त्यो खाने चिज नि होइन लाउने चिज नि होइन नि त अनि के गाई जित्यो